सो हेलो साथीहरू, छ्याजलिन नमस्कार। हजुर सन्चै हुनुहुन्छ? म पनि एकदमै सन्चै छु। हजुरहरूलाई चाहिँ 2083 को चाहिँ ह्याप्पी न्यू इयर है साथीहरू। 2082 चाहिँ सकिसक्यो, अब 2083 लागिसक्यो है आजबाट। सो साथीहरू, उहाँ मेरो चाहिँ ड्युटी टाइमको साथीहरू हुनुहुन्छ। उहाँले चाहिँ एकदम मेहनतले बेलुनहरू फुलाइराख्नु भएको छ। सो देख्न सक्नुहुनेछ साथीहरू। मैले चाहिँ भिडियोहरू धेरै भयो नबनाएको, सो आज चाहिँ मैले बनाउँदैछु। आज पनि के भन्नु, सो मैले चाहिँ यो चाहिँ न्यु इयरको दिन बनाएको। मैले चाहिँ एडिट चाहिँ आज 4 दिन भइसक्यो है, अहिलेसम्म अपलोड गरेको छैन। म काममा हुँदाखेरि एकदम बिजी हुन्छु, त्यही भएर मैले भिडियोहरू अपलोड गर्न नपाएको र एडिट गर्न नपाएको साथीहरू। हजुरहरूलाई पनि नयाँ सालको धेरै धेरै शुभकामना है साथीहरू। ढिलो भए पनि म पनि बेलुन फुलाउन थालेँ साथीहरू। अब साथीहरूलाई त हेल्प गर्नु पर्यो नि होइन। सो त्यसैको कारण हामी चाहिँ एकदम रमाइलो गरेर एकदम बेलुनहरू एकदम धेरै फुलाइसकेको छौँ। सो साथीहरू, यता चाहिँ मेरो साथीहरू खेल्नु हुँदैछ। उहाँ चाहिँ पासाङ हो, मेरो एकदम मिल्ने साथी। उहाँहरू पनि एकदम मिल्नुहुन्छ, सबैजना एकदम क्लोज छौँ हामी सबैजना। के गर्नु साथीहरू, ठुलो भएर जिस्किरहेछ, केटाकेटी जस्तै गरेछ, दिमाग अझै बच्चै छ, के गर्नु। सो साथीहरू, साइडमा देख्न सक्नुहुन्छ हामीले चाहिँ यति धेरै बेलुनहरू फुलाइसक्यौँ। यो चाहिँ के को लागि भन्नुहुन्छ भने यो चाहिँ न्यु इयरको लागि तयारी गरेको नि त हामीले, सो त्यही भएर हो। अनि म योभन्दा अगाडि चाहिँ खोटाङमै थिएँ। खोटाङमा एकदम रमाइलो गरियो साथीहरू, सबैजना घुम्न गइन्थ्यो। यसपालि त म काठमाडौँमा छु नि त, सो त्यही भएर घुम्ने साथीहरू पनि कोही पनि भएन, छुट्टी पनि मिलेन, ड्युटी टाइम छ। त्यही भएर यता ड्युटी टाइममै साथीहरूसँग सरसँग एकदम रमाइलो गर्ने हो। सो साथीहरू देख्न सक्नुहुनेछ यता प्लेग्राउन्डमा खेल्नु हुँदैछ होइन। रिया मेरै साथी हो। यो चाहिँ हामीले काम गर्ने फुड पार्क भयो, महाराजगञ्ज भाटीबाट। सो साथीहरू, हजुरहरूलाई धेरै धेरै धन्यवाद। हजुरहरूले चाहिँ माया गरेर मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा। ओके, थ्याङ्क यू सो मच फर माई वाचिङ भिडियो। बाई बाई।